यो पालि सुन्तला चाहिँ जोडतोलै फुलेको छ। मौरी पनि जोडतोले छ। हेर्नुहोस् न सुन्तलाको बोटमा मौरी चाहिँ झन्डै छ होला 500 सौसी बजेको सुन्नुहोस् न। एउटा डोडमा त्यत्तिकै गरेर बजिरहेको छ मौरी। एउटा हाँगामै फुलेको हेर्नुहोस् न। यही प्रकारले फल्यो भने यो पालि बोटले थाम्नु सक्दैन होला बिचरा फल। हेर्नुहोस् त गन्ती गर्नुहोस् त तपाईँहरूले। उफ मौरी पनि आएर घुम्दैछ, खाँदैछ त्यसको रस। हेर्नुहोस् यस्तो डरलाग्दो फुलेको छ यो पालि चाहिँ। अब यो असिनाहरू आइन भने चाहिँ यो पालि फल राम्रो बस्छ जस्तै छ। पोहोरको साल त हामीले निकै बेचेको थियो सुन्तला। यो पालि अब कत्तिकै हुने हो। फुल अनुसार फुलेको अनुसार त निकै नै बेचाइ हुन्छ जस्तै छ। बगान त साह्रै धेरै छैन, त्यही 50-60 झ्याङ होला। फल्ने गाछ चाहिँ कम्ती नै छ। फल्ने गाछ चाहिँ त्यही 20 वटा 25 वटा त्यति छ।